नमस्ते सबैलाई ल्याहनु आज पानी पर्यो सराङकोटमा साह्रै ठुलो त परेन अलिअलि पर्यो कस्तो मौसम पनि चिसो चिसो भइरहेछ वहाँ उज्यालो चाहिँ तपाईको पञ्चमुखी गणेश हो त्यो पञ्चमुखी गणेशको मन स्ट्याचु भन्नाले हैन स्ट्याचु ठुलो कति फिटको होइन अब त्यो म यहाँ अहिले अन्नपूर्ण केबल कारमा छु अहिले मेरो नाइट ड्युटी नि परेको छ डे गरेर नाइट ड्युटी गर्दैछु साथीको प्रब्लम साथीलाई हेल्थ प्रब्लम भएको भएर मैले ड्युटी उहाँको सम्हाल्दैछु र अहिले यहाँ रातको तपाईको रातको 7 बजेको छ अहिले चाहिँ यहाँ अगाडि हल्लाखोर सुन्न सक्नुहुन्छ उहाँ चाहिँ एउटा योगा गर्ने घर हो त्यहाँ योगा भइरहेको छ कुनै साउन्ड धुनबाट योगा हुने र एक्सर्साइज गर्ने भइरहेको छ त्यहाँ जाडो बाहिर एकदम चिसो चिसो छ लास्टै जाडो छ अब कसरी यो उसमा अब आज डबल परेको भएर यहाँ हाम्रो ओमे काकाले खाना बनाउन लगाइदिएर मैले खाना अब यहाँ लिँदैछु ल है अहिले गेट खोलेर मलाई खाना ल्याउँदै हुनुहुन्छ मैले अब आज तातो खाना खाने कुरो हुन्छ यहाँ रेकर्ड गर्दैछु कि मैले के को रेकर्ड हो नि हजुर के को रेकर्ड हो यो तातो छ यसमै लैजानु ढक्कन छैन यसको ढक्कन थियो है ल्याइदिनु हामीले ल मलाई खाना यस्तो ल्याइदिनु भएको उहाँले राम्रो होटल स्टाइल अब आज यहीँ तातो खानेकुरो हुन्छ साथी हो अब यस्तै छ जिन्दगी आफ्नो इष्टमित्र भएपछि कहिलेकाहीँ मर्का पर्दाखेरि साह्रो गाह्रो हुँदाखेरि चट्ट तातो खाना खान पाइन्छ यो सब्जी छ यी सागको सब्जी थोरै चट्ट धेरै खानु हुन्न यो सागमा यसमा चाहिँ दाल छ है यसमा चाहिँ दाल छ है यो दाल हो दालै मासु नै रहेछ दाल भनेको त्यसलाई मलाई मासु ल्याइदिनु भएको मिठो नभइने होला जस्तो छ रातो ल्याउनु साथी यो ठिक छ नि त ल्याएन है यस्तो छ खाउँला तातो खाउँला ढकन भन्ने चाहिँ अब पछि ल्याउँला नि ल भनेर कति मिठो चाहिँ अप्लाई दिने भाँडा पनि राम्रो छ अब यो खाँदाखेरि ल टेस्ट गरिहालौँ नि त भर्खरै होइन म टेस्ट गरेर यो मासु भयो के को मासु कुखुराको मासु रहेछ ल्याउनु लोकल कुखुरा है यो लोकल कुखुराको मासु अब चट्ट खाएर यो साग भयो कि होइन यो साग भयो यो थेबे होला यो थेबे म चाख्छु है त एकचोटि कस्तो हुँदैछ दामी छ वाउ यस्तो खाना त सराङकोट होटलहरूमा पनि पाइन्न होला यति दामी छ यो ल्याउनुहोस् मलाई चाहिँ हाम्रो राधिका काकी अब काकी पर्छ होइन साइन अनुसार तर उहाँ मभन्दा पनि कान्छो हुनुहुन्छ होला तर साइन अनुसार काकी भन्छु मैले कहिलेकाहीँ म्याडम पनि भन्छु किनभने होटलको म्यानेजर हुनुहुन्छ नि त उहाँ म्यानेजर भएको हुनाले मैले म्याडम भनेर बोलाउँछु उहाँलाई यस्तै छ ल कति मिठो छ खाना चामल कति सही छ ल्याउनुहोस् यो कुखुरा दामी छ यो कुखुराको रस पनि दामी यो जाडोमा आज पानी परेको दिन यो रस खाँदाखेरि त वाउ दामी छ ल है पुरा भिडियोमा अब देखाउनु छु अहिलेलाई टेस्ट मात्रै भयो